सो बिदाको बेला अभियसली भोक लागिसकेपछि एटलिस्ट केही न केही त खानु पऱ्यो अनि आई डिसाइडेड टु मेक के भन्छ यसलाई बुटेको भात बिहान भात थियो तर म अलिकति ढिलो उठेर सेलाइसकेको रहेछ त्यही भएर भात बनाउनु पऱ्यो बनाउनुलाई स्टफ रेडी पारेछु यो आई हेभ चिकन त्यसपछि यहाँनिर चाहिँ अन्डा छ होइन मासु र अन्डा भुटेर खानु भनेको ल करै तातिसकेको छ कसैको नै त्यही हो कि घरमा फर्स्ट टाइम बनाएपछि कहाँ के हुन्छ सामानै थाहा हुँदैन न तेल छ न केही छ है कहाँ हो अब जो घिउ छ जस्तो चाहिँ यसले बनाइदिनु पऱ्यो त्यसपछि हल्का प्याज कटिङ स्किल देखाएर म चाहिँ होइन ट्याक्क भात बनाउनलाई रेडी भयो त्यसपछि ट्याक्क मासु सासु सब रेडी पारेर चाहिँ अब तेल तातिसकेपछि मासु हाल्नुपर्ने भयो सो अभियसली तातो तेलमा मासु हाल्न चाहिँ अलिकति रिस्की काम भएर बिस्तारै बिस्तारै एउटै गर्दै हाल्छु भनेको तेल प्याट्ट पुट्ट भएर भ्याट्टै भयो होइन अनि हाउ टु वेस्ट मासु सक्सेसफुल्ली भनेर एउटा मासु खेर एक पिस मासुले पकाएको थियो नि खेर गयो है त्यही भएर हाल्ने बेलामा चाहिँ चाँडै बस्नु पर्यो गाइस भेरी खतरनाक काम हो देन बेलामा चाहिँ मासुलाई यताउता फर्काउँदै एकदम केयरफुल्ली हामीले चाहिँ 50% काम चाहिँ गरिसक्यो होइन मासु हल्का ब्राउन भइसकेपछि अब त्यसलाई यसो बाहिर निकाल्ने पालो आउँछ है त्यसपछि अन्डाको पालो तर मी एन्ड माई रेस्पोन्सिबिलिटिज भने जस्तै चाहिँ अन्डा र त्यो चाहिँ भागेको क्या सो त्यो एकदम स्किलफुल तरिकाले चाहिँ मैले अन्डा घोलेर अब अन्डा पकाउनु पऱ्यो है सो अन्डाको झन्डा निक्लिने गरी हामीले चाहिँ यसरी घुमाइसकेपछि अन्डा वाज अल्सो रेडी त्यसपछि आधी रेसिपी पुरै स्किप हानेर मैले भात सात तरकारी ऱ्यान्डम कताबाट केसरी हाल्दै रेकर्डै गर्न बिर्सेछ सो एभ्रिथिङ वाज डन अब इट वाज टाइम टेस्ट गर्न बसेको 2 सर्टमा मैले के थाहा पाएँ भन्दाखेरि नुन चाहिँ अलिकति हाल्न बिर्सेछ है अलिकति भन्नाले नुनै हाल्न बिर्सेछ है सो रियलाइजिङ हाउ गुड आई वाज इन कुकिङ त्यसपछि म गएँ नुन हालेँ त्यसपछि टिभीमा डोरेमन लाएर आई वाज रेडी टु गो एन्ड द एन्ड आफूले पकाएको खानै पर्यो इट वाज अल गुड सी यु इन द नेक्स्ट भिडियो